आज म पनिरको सब्जी बनाउँछु। छिपछिपाइँदो झोल बनाउँछु। मैले लिएको छु पनिरमा हाल्नुलाई एउटा प्याज गोटा लिएको थिएँ, धुइधा गरेर काटेर रेडी गरेछु। दुईटा टमाटर लिएको थिएँ, काटकुट गरेर रेडी गरेछु। 3-4टा काँचो खुर्सानी थियो, त्यो पनि काटकुट गरेर रेडी गरेँ। 1 मुठा धनियाँ थियो, रेडी गरेछु। अब म पकाउँछु। मैले ग्यास जलाएर कराई बसाइसकेँ। अब म तेल हाल्छु। म तेल हाल्दैछु। तेल तात्यो। म अब पनिर एकछिन फ्राई गर्छु। म थोरै हल्दी हाल्दैछु किनभने तेल छिट्किन्न, त्यही भएर मैले हल्दी हालेको। पनिर रातो रातो भयो। अब म पनिर उतार्छु, धेरै फ्राई गर्दैन। मैले पनिर बनाएकै तेलमा म अब प्याज हाल्दैछु। पनिर फ्राई गरेको तेलमा मैले प्याज हालेँ। 4टा जति काँचो खुर्सानी काटेको थिएँ, त्यो पनि हालेँ। प्याज पनि फ्राई हुँदैछ, रातो रातो हुँदैछ। अब म टमाटर हाल्दैछु। मैले अघि काटेर राखेको थिएँ 2टा टमाटर। म हल्दी हाल्दैछु 1 चम्ची। म निमक हाल्दैछु टमाटर छिटो गल्नुको लागि। म टमाटर गल्नुको लागि एकैछिन ढाकिदिँदैछु। म अब ढकना उतार्दैछु। टमाटर गल्यो। म पानी हाल्दैछु। अब छिपछिपाइँदो झोल बनाउनुको लागि म पानी हाल्दैछु पनिरको। अब म ढकना उतार्दैछु। म पनिर मसला लिएको थिएँ 1 प्याकेट, पनिर मसलामा हाल्दैछु। मैले ढकना उतारेँ। अब पनिर हाल्दैछु। मैले पनिर हालिसकेँ। म ढकना उतारेँ। पनिर पनि पाक्यो। पनिर पाक्यो है। अब म धनियाँ काटेर राखेको थिएँ, धनियाँ हाल्दैछु। धनियाँ हालेँ। सब्जी अब पाक्यो। अब म ढाकिदिन्छु, उतार्छु। अब मैले छिपछिपाइँदो झोल बनाएँ पनिरको। सब्जी पाकेर रेडी भयो। हजुरलाई मैले बनाएको यो पनिरको रेसिपीको भिडियो राम्रो लाग्यो भने हजुरले लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब पनि गरिदिनु होला।